तुरुन्त प्रहरीले तपाईहरुलाई हतकडी लाउनुपर्छ। त्यो तपाई के लयर हो? क्वेशन नै इलोजिकल भयो सर। कस्तो क्वेशन गर्नुपर्ने तपाईलाई भन्नुस् त? तपाईहरुले जुन कार्य गर्नु भयो नि, देशमा उधुम मचाउनु भयो नि, तोडफोड आगजानी गर्नु भयो नि, यो सम्पूर्ण जिम्मेवारी नेतृत्व भन्नेहरुले लिनुपर्छ र तुरुन्त प्रहरीले तपाईहरुलाई हतकडी लाउनुपर्छ। राम्रो काम हाम्रो कारण, नराम्रो काम अर्कोको कारण भनेर तपाई प्रेसमा आफ्नो वक्तव्य राख्ने तपाईको नैतिकता के हो भन्नुस्? तपाई को आखिर? राम्रो कारण तपाई कुन स्थानको जेनजी हो? को हो? तपाईले पत्रकार सम्मेलन गरेर अहिले यसरी कुरा राख्दै हुनुहुन्छ। बजारमा धेरै खालका जेनजी छन्, तपाई कुन प्रकारको जेनजी हो भनिदिनुस् ल। तपाई मलाई कुन प्रकारका जेनजी छन् भन्नु? धेरै छन् जेनजी। के होला दुई चारवटा प्रकार भनिदिनुस्। कस्तो प्रकार? 2.2 देखि लिएर यहाँ त अनेक खालका पानीमाथिको उभान हुन पाइदैन विराटजी। मैले नेतृत्व गर्ने मलाई त्यति भनिदिनुस्। तपाईले नेतृत्व पनि गर्ने र जिम्मेवारी पनि लिने हो। छानबिन मैले गर्ने हो। तपाईको शब्द चयन चाहिँ के गाह्रो हो? यो कुरामा चाहिँ रेस्पेक्टफुल पनि हुन सकिन्छ। तपाई किन आउनु भएन भनेर तपाईले भन्नुभयो नि, म एकदम सरल तरिकामा तपाईलाई जवाफ दिन सक्छु। हेर्नुस् है, अब त्यो भन्नुभयो, म यसको एन्सर गर्छु। भगौडा चाहिँ हैन बसेको किन भन्दाखेरि चाहिँ सुन्नुस् है, अब मैले खासमा त्यो कुरा क्ल्यारिफाई पनि गरिसकेको छु है। मेरो ज्यानमा चाहिँ धेरै धम्की आयो, तर म बिजनेस चाहिँ व्यापार गर्दै बसेँ हैन, म त्यहाँ हेर्दै बसेको। मेरो एउटा मात्र समूह थिएन नि त। मेरो त ल यो चाहिँ विश्वासले पनि भन्छ है, मेरो उ पनि थियो हैन। तपाईले जवाफ दिनुस् न। तपाई सुन्नुस् न, हामी हैन सुन्नुस् न, हैन सुन्नुस् न, हैन प्रशासन छ, तपाईले भनेको भरमा विश्वास गर्नुपर्ने। भनेको भरमा विश्वास गर्नु पर्दैन। यो प्रश्न मिराजीलाई उहाँ हामी एउटै दिनु पर्दैन। ठीक छ मिराजीलाई यो प्रश्न हैन यस्तो सुन्नुस्, आज आगो बलेको छ, आज पाउनुपर्ने सरकारी सेवा सुविधा जनताले पाएका छैनन्। तपाईहरुले म नेतृत्वकर्ता हुँ भन्दै गर्दाखेरि यसको भागीदार तपाईहरु हो कि हैन? तपाईहरु कानुनी कठघरामा उभिनु पर्छ कि पर्दैन? के को भागीदार भन्नुभयो? सरकारी संरचना जलाइएका छन्, व्यक्तिगत घर तोडफोड गरिएको छ, यसको कसले गर्छ? यसको क्षतिपूर्ति, यसको क्षतिपूर्ति, यसमा घुसपेट भएको भन्ने कुरा तपाईले बुझ्नु भएको छैन। तपाईले क्वेशन सोध्न चाहे घुसपेट कसले गरेको भनिदिनुस् न त। घुसपेट त्यसको लागि त छानबिन आयोग गठन भएको छैन भन्नु त? त्यो तपाईले भन्न सक्नुहुन्छ अहिले? तपाईले भनिदिनु पर्यो नि कसले गरेको। कस्तो भनिदिनु? छानबिन आयोग सम्हालेको मान्छेले घुसपेट गरेको जिम्मेवारी पनि लिनुपर्छ। मैले नेतृत्व गर्ने कि मैले छानबिन गर्ने? पानीमाथिको उभान हुन पाइदैन विराटजी। मैले नेतृत्व गर्ने मलाई त्यति भनिदिनुस्। तपाईले नेतृत्व पनि गर्ने र जिम्मेवारी पनि लिने हो। छानबिन मैले गर्ने हो भन्नुस् त मलाई। तपाईहरु सरकार बनाउनुहुन्छ, त्यही सरकारको विरोध गर्नुहुन्छ, सडक उचाल्नुहुन्छ, किन गर्नुहुन्छ यस्तो? क्वेशन नै इलोजिकल भयो सर। कस्तो क्वेशन गर्नुपर्ने तपाईलाई भन्नुस् त? गर्ने कि छानबिन आयोगले गर्ने? छानबिन आयोगले गर्छ, जिम्मेवारी तपाईले लिने कि नलिने? उसले इन्भेस्टिगेसन गरेर रिजल्ट निकालेपछि राम्रो काम हाम्रो कारण, नराम्रो काम अर्कोको कारण भनेर तपाई प्रेसमा आफ्नो वक्तव्य राख्ने तपाईको नैतिकता के हो भन्नुस्? तपाई को आखिर? राम्रो कारण तपाई कुन स्थानको जेनजी हो? को हो? तपाईले पत्रकार सम्मेलन गरेर अहिले यसरी कुरा राख्दै हुनुहुन्छ। बजारमा धेरै खालका जेनजी छन्, तपाई कुन प्रकारको जेनजी हो भनिदिनुस् ल। तपाई मलाई कुन प्रकारका जेनजी छन् भन्नु? धेरै छन् जेनजी। के होला दुई चारवटा प्रकार भनिदिनुस्। कस्तो प्रकार? 2.2 देखि लिएर यहाँ त अनेक खालका जेनजी भनेको जेनजी खासमा त एउटा युवा यो एज ग्रुप हो। जेनजी भनेको कुनै पनि एउटा ग्रुप हुँदैन सर। अनि अब ढुङ्गानालाई मेरो प्रश्न के हैन, एकचोटी पर्खिनु, उहाँलाई क्ल्यारिफाई गरे ल। तपाईको नैतिकताले के भन्छ? मेरो नैतिकताले तपाईहरुले जुन कार्य गर्नु भयो नि, देशमा उधुम मचाउनु भयो नि, तोडफोड आगजानी गर्नु भयो नि, यो सम्पूर्ण जिम्मेवारी नेतृत्व भन्नेहरुले लिनुपर्छ र तुरुन्त प्रहरीले तपाईहरुलाई हतकडी लाउनुपर्छ। त्यो तपाई के लयर हो? म एउटा देशको जिम्मेवार व्यक्ति हो। कसरी जिम्मेवार? तपाईको क्वेशन नै यो इरेस्पोन्सिबल क्वेशन। कसरी इरेस्पोन्सिबल भयो? तपाईले नेतृत्व लिएपछि तपाई जिम्मेवार बन्नु पर्दैन? जिम्मेवारको लागि छानबिन आयोग गठन भएको छ कि छैन? तपाईले म नेतृत्व हो भनेर तपाई यत्रो पत्रकार सम्मेलन गरेर भन्दै हुनुहुन्छ। खैर यो त प्रश्न के क्वेशन गर्नु भएको? कस्तो के क्वेशन? तपाईलाई सजिलो लाग्ने क्वेशन मात्र क्वेशन हुँदैन सर। यो देश आज जुन स्थानमा छ नि, तपाईहरु जस्ता अराजक व्यक्तिहरुले गर्दाखेरि भएको। कुन आधारमा भन्नु? कुन आधारमा? कुन आधारमा भन्नु? यत्रा तोडफोड आगजानी देख्नुहुन्न? तोडफोडको लागि छानबिन आयोग गठन भएको छैन? जिम्मेवार तपाई बन्नुपर्छ। उले मलाई चाहिँ म अक्युज्ड हो भनेर भन्यो। किन हैन? किन होला हो भन्दिन त कसरी? तपाई नेतृत्वकर्ता बनेर आइराख्नु भएको छ, तपाई जिम्मेवार हैन? संसारमा सत्ता भनेको जित्नेले चलाउने, चाहे त्यो आन्दोलनबाट जित्नेले होस्, चाहे त्यो मतदानबाट जित्नेले होस्, हैन, चुनावबाट जित्ने होस्, सत्ताबाट गएर जित्ने होस्, हजुर, या मतदानबाट चुनावी प्रक्रियाबाट जित्नेले होस्, सत्ता जित्नेले चलाउने हो, डेफिनेटली हैन। यो संसारको वर्ल्ड वाइड नियम हो, यो रुल हो। तर आज जेनजीको सरकार बन्यो भनेर भनिरहँदा जेनजीका प्रतिनिधिहरू खै तपाईहरु खै मन्त्री भएको, तपाईहरुका प्रतिनिधि खै मन्त्री भएको? यो यस्तो भयो। अब बारबारा समता को आउँछन् मन्त्रालयमा, त के भइरहेछ यहाँ बताउनुहोस् ल। यो कुराको बारेमा चाहिँ मैले हिजो पनि भनेको थिएँ है, सडकको तातो, सडकको गर्मी चाहिँ मन्त्रीमण्डलमा जानै पर्छ। त्यसमा दुई मत छैन। जुन अस्ति 4 जना सिफारिस हुनुभयो
कसले उहाँलाई सिफारिस गर्नुभयो र उहाँ जेनजी हो कि होइन त्यो नभइकन सडकको चाहिँ आगो मन्त्रीमण्डलमा हुनै पर्छ।